कुरा के भने एकजना आमा हुनुहुन्थ्यो, वृद्ध आमा 65 वर्षको। उहाँले चाहिँ विगत 5 वर्षदेखि एक किसिमको औषधि खानुहुँदै रहेछ। त्यो औषधि चाहिँ यहाँ देखाउन गइरहेको छु। र प्लास्टिकमा यसरी थियो र यसरी चाहिँ यो पेपरमा चाहिँ पोको पारेर चाहिँ राखेको थियो। भित्र खोलेर हेर्दाखेरि चाहिँ यस्तो सेतो पदार्थ, त्यसमाथि चाहिँ एउटा ट्याब्लेट थप थियो। यो कन्टिन्युस 5 वर्षदेखि चाहिँ उहाँले चाहिँ यही औषधि खाइराख्नु भएको थियो र यो औषधिको कारणले गर्दाखेरि चाहिँ उहाँको मृगौला दुइटै सानो भइसकेको थियो र काम नगर्ने अवस्थामा पुगिसकेको थियो। दुवै मृगौला चाहिँ स्टेज 5 जुन चाहिँ डायलिसिस गर्नुपर्ने स्टेज हो, त्यो स्टेजमा पुगिसकेको थियो। उहाँलाई चाहिँ मैले राम्रोसँग सोच्दाखेरि चाहिँ उहाँ 5 वर्षदेखि घुँडा दुखाइको लागि चाहिँ यही औषधि खाएर बसिराख्नु भएको थियो। सायद होला उहाँलाई कुनै चिकित्सकले केही समयको लागि यो दिनुभएको थियो होला, तर दुखाइ कम हुने भएको हुनाले चाहिँ विगत 5 वर्षदेखि आफैले चाहिँ यो औषधि किनेर खाइराख्नु भएको थियो। यस्तो खालको औषधिहरू जुन चाहिँ लेभल छैन, यसभित्र कन्टेन्ट के छ, पेन किलर छ कि अथवा अरू चिजहरू छ कि, यसमा कुनै यस औषधिभित्र सम्मिश्रण के छ त्यसको बारेमा थाहा छैन भने यस्तो खालको औषधि चाहिँ नखाएको राम्रो। यदि चाहिँ खानु छ भने त्यहाँभित्रको सम्मिश्रण के छ, त्यहाँभित्र कन्टेन्ट के छ, त्यो कुराहरू बुझेर मात्रै खाएको राम्रो। किनभने कति धेरै बिरामीहरू हुन्छन् जुन चाहिँ कन्टिन्युस रूपमा पेन किलर औषधि खाएर चाहिँ यसरी चाहिँ हामी कहाँ किडनी फेल गराएर आउनुहुन्छ। र तपाईँले भन्नु होला पेन किलरको लागि चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ अवश्य पनि चिकित्सकसँग सल्लाह गर्नुभयो भने किडनीमा असर नगर्ने खालको पेन किलरहरू पनि हुन्छन्। त्यस्ता खालको औषधिहरू चाहिँ तपाईँले सेवन गर्नुभयो भने चाहिँ दुखाइ पनि कम हुने र यस्ता खालको किडनी रोग लाग्नबाट पनि बच्न सकिन्छ। आज यो सानो सन्देशमूलक भिडियो थियो। यसरी सुनिदिनु भएकोमा धन्यवाद।